भन्दा पहिले त यो भिडियो हेर्नुहोस्, त्यसपछि यसको फन्नी कमेन्ट बनेछ सोलर्सको। आँखाको विष आफूले लाग्दा कस्तो हुन्छ त्यो बेला थाहा पाउँछौ। मैले अहिलेसम्म घरमा 100 को नचोरेको छोरीले गएर हैन त्यो को मान्छेको सामान चोरेर मेरो घरभित्र छिराउँछु म। चोर अरे तेरो घर चोर्या छ भने भन्नु आइज, तेरो सम्पत्ति चोर्या छ भने भन्नु आइज, त्यो पाइस। तर तेरो सम्पत्ति नचोरिन्जेलसम्म, तेरो सम्पत्ति हात नलाइन्जेलसम्म हैन तैले कसैलाई पनि चोर यहाँ उ चाहिँ भन्नु मिल्दैन। हेर तो चलिए शुरू करते हैं। गुडिया जुत्ता र झोला त चोरेकै हो, जो चोर उसकै ठुलो चोर। त्यो जुत्ता झोला डमीकै त रे, चोरेको हो कि होइन तर लगेर चाहिँ गएकै हो। ये भगवान क्या जुलुम है। मेरो आमालाई धरि रेस्पेक्ट गर्न नजाने तिमीहरू जस्तो जनता भएर के काम। चोर्नु अघि अति बुद्धि आएको भए हुन्थ्यो। अझ यहाँ आएर चोर चोर अरे त निस्किस बाहिर बोल्नलाई। जो चोर उसकै ठुलो चोर भयो नि। सबै